हेलो साथीहरु गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल म नक्षत्री तपाईहरुलाई स्वागत गर्दछु मेरो च्यानलमा है। आज चाहिँ हामी जाँदैछौँ बाख्राकोट घुम्नु नानीहरु लिएर। अन्त सीता पनि जाँदैछ अनि सीताको नानी हामी चाहिँ बाख्राकोट जाने रे। कहाँ जाने भन्नुस् त तपाईहरुले विचार गर्नुस् त। सेलरोटी ब्रिज गरे मलाई चाहिँ थाहा छैन घुमाउरे ब्रिज भन्छ कतिले सेलरोटी ब्रिज भन्छ तर मलाई चाहिँ थाहा छैन हैन। त साथीहरु अब चाहिँ हामी चाहिँ गाडीमा बस्यौं हैन। अब चाहिँ हामी गाडीमा बस्यौं अन्त अब हामी चाहिँ निस्क्यौं है। अन्त adventures. लु साथी हो हामी चाहिँ अब उकालो जाँदैछु हैन। सेलरोटी ब्रिजको उकालो भएर जाँदैछु। मजा आइरहेछ कस्तो मजा लाग्दैछ कस्तो दामी के। साथी तपाईहरु पनि आउन सक्नुहुन्छ घुम्नुको लागि हैन। यो चाहिँ एकदमै राम्रो अहिले चाहिँ कम्प्लिट भएको छैन हैन। कम्प्लिट भयो भने चाहिँ त्यहाँदेखि चाहिँ अझै राम्रो हुने होला। त्यहाँदेखि साथी हामी चाहिँ त्यहाँ एकछिन उभिएर भिडियो रिल्स बनायो फोटो खिच्यो। नानीहरुले जुस खान्छ नानीहरुलाई जुस खुवाइदियो। अलि सानो दोकानहरु चाहिँ पुरा खोलेको रहेछ नि त अब रोडको छेउमा। हुनु पनि हो पानी तिर्खा लाग्छ के लाग्छ कतिले बोकेर आएको हुँदैन हैन। त्यसै हामी एकछिन बस्यौं त्यहाँदेखि फेरि हामी अझै उकालो लाग्यो। अझै उकालो पनि रहेछ कि कस्तो राम्रो रहेछ नि त माथिसम्म बनेको छ। अहिले कम्प्लिट भएको छैन रे। यो चाहिँ गान्तोक सिक्किम जाने बाटो बनाएको अरे। यहाँबाट सर्टकट अब जाम पनि नहुने हैन। कस्तो राम्रो भएको। देखिए ये दोनों बच्चे है ना ऊपर में बैठे हुए हैं। देखिए देख सकते हैं आप ये देखिए दिख रहा है आप लोग को। हाँ ऊपर एकदम वो खोल के बैठे हैं। क्या खोल के बैठे तुम लोग? मुंह खोल के अन्त एकछिन चाहिँ रिवाङले हँसायो क्या खोल के बैठ्यो भनेको त मुख खोल के अरे कि कस्तो हँसाएको नि। अन्त त्यहाँदेखि चाहिँ हामी फेरि त्यहाँ एकछिन माथि घुम्यौँ होइन। त्यहाँ माथि चाहिँ अब पुलिसहरू बस्दो रहेछ साथी हो होइन। भिडियोहरू फोटोहरू खिच्नु नदिएछ गाडीहरू रोक्नु नदिने रहेछ। अन्त पुलिसहरू बस्दो रहेछ कि नानीहरू माथि त्यो उयसमा बसिरहेको थियो। नाम पनि आउँदैन घरिघरि त के हो अन्त त्यहाँदेखि चाहिँ नि पुलिस देखेर चाहिँ नानीहरू हतार दुईजना उत्रियो होइन। अन्त उत्रेर अन्त त्यहाँदेखि चाहिँ त्यहाँ मैले भिडियो बनाउँछु माथि गएर भनेको थिएँ कि दिएन डर लाग्यो कि मलाई पनि। त्यहाँदेखि हामीले मैले यहीँ खिड्कीबाट बनाएँ त हेर्नु कस्तो राम्रो देखेको दामी देखेको कि। हामी माथिसम्म गयौँ घुम्यौँ। यहाँ पहिला चाहिँ अब घुम्ने दिन्थ्यो अरे फोटो भिडियो बनाउनु दिन्थ्यो अरे कि। नानीहरूले बदमासी गऱ्यो अरे कि अन्त कतिवटा एक्सिडेन्ट भयो भनेर चाहिँ नदीको रहेछ। हेर्नु न कस्तो राम्रो देखिरहेको छ। अन्त हुनु पनि हो अब एक्सिडेन्ट हुनु यो सब गाडीहरू जाम हुन्छ भनेर पनि होला ठिकै छ। अन्त फेरि हामी चाहिँ माथिसम्म पुग्यो त्यहाँदेखि फर्केर आयौँ होइन। ओह्रालो झऱ्यौँ त्यहाँदेखि चाहिँ घुम्दै ओह्रालो झऱ्यौँ होइन। कस्तो राम्रो लागेको शीतल हावा पनि चलिरहेको गर्मी भइरहेको थियो। अन्त त्यहाँदेखि चाहिँ आसमानहरू निलो देखिरहेको सेतो होइन बादलहरू लगाइरहेको कस्तो राम्रो देखिरहेको थियो कि। अन्त सीता मजा आयो है भनेको नि दिदी कस्तो मजा लाग्यो भने होइन। त्यहाँदेखि चाहिँ हामी उतातिर जाने प्लान गऱ्यौँ होइन। त्यहाँदेखि चाहिँ माथिसम्म ब्रिजहरू हेऱ्यौँ। त्यहाँदेखि फेरि हामी ओह्रालो फर्क्यौँ। त्यहाँदेखि अलिकति चाहिँ घुमफिर गऱ्यौँ होइन मजा आयो। अन्त सीताले पनि भिडियो बनाउँदै थियो पछाडि। अन्त नानीहरूलाई पनि भोक लाग्यो घर जाउँ भन्दै थिएन। अन्त एकछिन जाउँ न अहिले हामी यता तलतिर गएर ओत्लाबारीतिर गएर खाना खाऊँ न भनेर अन्त नानीहरूलाई सम्झाउँदै ल्याउँदै थियो होइन। अब नानीहरू कहाँ मान्छ है केटाकेटीहरू त्यस्तो त हो। त्यहाँदेखि फेरि हामी ओत्लाबारीतिर निस्क्यौँ त्यहाँबाट चाहिँ भिडियो बनाउँदै होइन। यताबाट हेर्नुहोस् न त कति मान्छे आउँदो रहेछ यो ब्रिजमा घुम्नुको लागि क्या। यतै हेर्नुहोस् उतै हेर्नुहोस् कसैले रिल्स बनाइरहेछ कसैले फोटो खिचिरहेछ कसैले के बनाइरहेछ है। आमा कस्तो मजा आइरहेको थियो कि। अन्त त्यहाँदेखि ओह्रालो झर्दा झन् कस्तो दामी देखेको हो। अन्त सिरिसिरी हावा पनि चलिरहेको कस्तो राम्रो देखिरहेको थियो कि। अन्त उयो के अरे अब भिडियो फोटोहरू चाहिँ खिच्नु नदिन्छ लुकी गरेँ क्या हामीले चाहिँ। त्यहाँ चाहिँ पुलिसहरू पनि बस्नु हुँदो रहेछ होइन। त्यहाँदेखि चाहिँ हामी यता ओत्लाबारीतिर झर्ने जाउँ त्यतैतिर खानासाना खाऊँ भने होइन। हामीले चाहिँ गाडी पार्किङ गऱ्यौँ। अनि यहाँ गाडी पार्किङ गरेर चाहिँ सीताले नानीलाई जुत्ता लाउँदैछ। नानीले चाहिँ जुत्ता खोलेछ कि अन्त जुत्ता लगाइदिँदैछ। अन्त मैले सोधेको नि रिवाङ कैसे लगा भने कि बहुत मज़ा आया बड़ी मम्मी बहुत मज़ा आया मैं ना अब नान और चिकन खाऊंगा बोल रहा था भन्दै थिएँ कि। त्यो नेपाली हो नानी चाहिँ हिन्दी मात्र बोल्छ कि। अन्त सानैदेखि फर्स्ट वर्डै उसले हिन्दीमै निकालेको अरे क्या। आमा चाहिँले भन्छ नि यसले त फर्स्टमा हिन्दी बोल्यो त्यही कारण हिन्दी बोल्छ। त्यहाँदेखि नानीहरूलाई के खाने लु अर्डर दियो नानी हो भने होइन। अन्त रुईले र रिवाङले चाहिँ
नान र बटर चिकन खान्छु भने होइन तन्दुरी रोटी र बटर चिकन खाने भने अन्त शीतललाई सोधेको उसले भातै खाने दिदी भने अन्त मटन खाने चिकन खाने नै मटन खाऊँ न भने होइन त्यहाँ हामीले चाहिँ त्यहाँदेखि मटन सटन अर्डर गऱ्यो हस्बेन्डले अर्डर भयो अन्त हामी एकछिन फ्रेस भयौँ होइन अन्त पानी सानी खायो किनभने पुरा गरम भइरहेको थियो नि त त्यहाँदेखि चाहिँ हाम्रो लन्च आयो है हाम्रो लन्च आयो अब हामीले चाहिँ लन्च दिँदैछु नानीहरूलाई अन्त हामी पनि खाँदैछु होइन खाना पनि मिठो थियो लामा होटेलको नाम चाहिँ मैले पहिल्यैदेखि सुनेको चाहिँ खाना चाहिँ राम्रो दामी पाउँछ अरे भनेर सुनेको थिएँ नि त त्यहाँदेखि चाहिँ खानासाना खायौँ अब मिठो लाग्यो आफ्नै घरको जस्तो लाग्यो त्यहाँ चाहिँ विशेष जस्तो के त्यो लामा होटलमा चाहिँ आगोमा पकाउनु हुँदो रहेछ नि त खानाहरू चाहिँ अन्त घरको खाना खा जस्तो लाग्यो कस्तो मिठो लाग्यो कि अन्त मजाले खाइदिएँ मैले चाहिँ निम्बु निचाँदै खाएँ किनभने हाई प्रेसर मान्छे हो होइन अन्त निम्बु पनि अब राम्रो हो नि त मेरो सेहतको लागि चाहिँ अब मेरो लागि चाहिँ युरिक एसिड भएको छ नि त मलाई युरिक एसिड हुने चाहिँ निम्बुहरू बेसी खानु भन्छ म त निम्बु नै बेसी खाएँ होइन भात चाहिँ अलिक कम्ती खाएँ थालमा चाहिँ यति छ नि फेरि भात देखेको है मैले चाहिँ खाइनँ छोड्दै त्यहाँदेखि चाहिँ हामीले खानासाना खायौँ खानासाना खाइवरी चाहिँ हामी चाहिँ वासरुमतिर गयौँ होइन वासरुम जाने नानीहरू भने वासरुमले लिएर गयौँ नानीहरूलाई होइन त्यहाँदेखि चाहिँ हामी बस्यौँ अन्त नानीहरूलाई आइसक्रिम खान्छु भने होइन आइसक्रिम खिलाइदियो अन्त रिबन कस्तो छ आइसक्रिम भनेको मिठो छ अरे कि अनि त्यहाँदेखि चाहिँ फेरि हाम्रो हस्बेन्डको चाहिँ साहेब हुनुहुन्छ उहाँ चाहिँ ओत्लाबारीमा बस्नुहुँदो रहेछ उहाँको चाहिँ आमा अस्ति यहीँ डेथ भएको थियो नि त अन्त उहाँको पेपरहरू लिएर जानुपर्छ एकछिन भेटेर आउँछु भनेर जानु हुँदै थियो होइन त्यहाँदेखि फेरि साहेबले किन लिएन फ्यामिली पनि लिएर आइसकेन भने त्यहाँदेखि हामीले त्यहाँ एकछिन बस्यो अन्त त्यहाँदेखि हामी चाहिँ अलिक अगाडि आएको कि चियापत्ती बगान रहेछ कि त्यहाँ चाहिँ हामीले रिल्सहरू बनायौँ फोटो खिच्यौँ त्यहाँदेखि चाहिँ हामी निस्क्यौँ है ग्यास हेरिहाल्नु होला होइन त्यहाँदेखि चाहिँ निस्केर यो चाहिँ उतापट्टि पारिपट्टि चाहिँ देख्ने हो बाँदरहरू हेर्नु नि कति बाँदर रहेछ कि अब पुरा सेवा चाहिँ गर्नुहुँदो रहेछ है यहाँ चाहिँ Bye bye.